हेलो गाइज, म चाहिँ बाहिर निस्किसकेँ होइन, बाहिर जानुपर्ने छ। आज चाहिँ म ढिलो काम जानु लाग्यो नि मेरो रानी चाहिँ त्यहाँ मलाई पुऱ्याउन आएकी छिन्। बाई बुढी, सियो बाई। झर्दैन झर्दैन। म चाहिँ काममा जानु लागेको साथीहरू अब होइन। अनि अहिले चाहिँ कति बज्यो भन्दाखेरि 2 बज्यो। अनि अलिकति ढिलो गएको छु आज चाहिँ, किन भन्दाखेरि अलिकति मेरो हेल्थ त्यस्तो राम्रो थिएन त्यस्तो। अनि बिदा बस्नु पर्यो भनेको थिएँ, त्यही पनि आउँछ आइज 2 बजीतिर आइज नि त भन्नु थाल्यो कम्पनीबाट। त्यही भएर चाहिँ म अनि अलिकति ढिलै जाँदैछु आज। अनि आजको दिन चाहिँ कस्तो छ भन्दाखेरि साथीहरू एकदमै चिसो हावा चलिरहेको छ। अनि हिजो अस्ति चाहिँ एकदमै गर्मी थियो, तर आज चाहिँ एकदमै राम्रो छ। मलाई चाहिँ यस्तै हावा चलेको होइन, सिर हावा चलेको यस्तै राम्रो लाग्छ। अनि तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ कमेन्ट गर्नु होला साथीहरू। अनि म चाहिँ काम जाँदैछु अब। काम चाहिँ म 2:30 बजे पुग्छु होइन। 2:30 बजे भनेको, तर पुग्दिनँ म 2:30 बजे। किन भन्दाखेरि अलिकति ढिलै हुन्छ होला आज, म अलिकति ढिलै हिँडेँ। अनि के गर्नु अब, काम जानै पर्यो होइन, काम नगइकन हुँदैन। काम गएन भने फेरि गाह्रो हुन्छ साथीहरू, के गर्नु होइन। जीविकोपार्जन चलाउनु गाह्रो हुन्छ। अनि मेरो झोला चाहिँ यस्तो, म चाहिँ केही नपुगे नि झोलामा केही नपुगे नि गलिरहेको हुन्छ कि किन यस्तो गलेको होला भन्ने हो कि साथीहरू। म चाहिँ गलिरहेको छु गलिरहेको छ क्या, मलाई चाहिँ यस्तो केही छैन झोलामा नि, त्यही पनि गलिरहेको छ। अब ठिकै छ। अनि आज चाहिँ शनिबार हो, बिजी हुन्छ होइन, पसल चाहिँ एकदमै बिजी हुन्छ। मलाई त खासमा त आज त जानु मन थिएन, त्यही पनि के गर्नु होइन। आइज भन्नु थाल्यो। अलिकति मेरो हेल्थ चाहिँ अलिकति त्यस्तो राम्रो चाहिँ छैन, अलिकति गाह्रो भइरहेछ। त्यही भएर चाहिँ म ढिलो आउँछु। आउँदिनँ भनेको ढिलो आइज नि त भन्नु थाल्यो, के गर्नु होइन साथीहरू। काममा जानै पर्यो, काममा नगइकन हुँदैन। अनि तपाईँहरूको चाहिँ के भन्छ कम्पनीले साथीहरू भन्नु होला होइन। यस्तो म चाहिँ अलिकति आउनु सक्दिनँ भन्दाखेरि मान्छे पुग्दैन आइज भन्दैन। मलाई त त्यसै भन्छ कि मेकुरी कम्पनी पनि यार त्यस्तो धेरै बिरामी त होइन, हल्का मात्रै हो। के भएर चाहिँ हो त्यस्तो बिरामी त भएको होइन, अलिकति आफूलाई झ्याउ लगाइरहेको थियो, त्यही भएर पनि बाना चाहिँ बनाएको खासमा चाहिँ। म आउँदिनँ भनेको 2 बजीतिर आइज नि त भन्नु थाल्यो। अनि ठिकै छ म आउँछु भनेर भन्दै मेरो पालो होइन। अब पैसा कमाउनु पऱ्यो नि त साथीहरू, पैसा कमाउनु पऱ्यो, त्यही भएर हो। पैसा कमाउनुको लागि चाहिँ टक्कसँग चाहिँ जानु पऱ्यो। यो गाह्रो छ। मेरो कपाल हेर्नु न साथीहरू, परेवा कति धेरै रहेछ यहाँ त। परेवा उडेको देख्नु भएन होला, त्यहाँ परेवा बसेको छ, कति धेरै परेवा बसेको छ। तपाईँले त देख्नु भएन होला। यो अलिकति अगाडि उड्यो कि परेवा। मेरो कपाल हेर्नु न साथीहरू, कपाल उडाउनु लागेर यार। हो कस्तो राम्रो गाडीभित्र ढुक 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 गीत लगाएर हिँडेछ यार। यस्तो ढुक 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 गीत लगाएर हिँडेछ मेकुरी। म पनि गीत लगाएर हिँड्नु पर्ला, ढुक 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 पारेर हिँड्नु पर्ला। एक दिन कुनै दिन किनेपछि होइन साथीहरू, टक्कसँगले किन्छु एक दिन गाडी। अनि ढुक 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 पारेर हिँड्छु मेकुरीलाई म पनि। दिन आउँछ एक दिन, अभियसली दिन आउँछ। मलाई त आफ्नै देशमा ढुक ढुक गीत बजाएर हिँड्नु मन थियो, के गर्नु होइन। आफ्नै देशमा गाडी किनेर चाहिँ के गर्ने, समय परिस्थितिले दिन्न साथीहरू। अब फेरि उमेर हुन्जेल चाहिँ रमाइलो गरेर हिँड्यो भने त होइन, बुढेसकालमा त फेरि अलिकति दुःख पाइन्छ। त्यही भएर चाहिँ अनि बरु उमेरमै होइन अलिकति कमाऊँ, अनि अलि पछि गर्नुपर्छ भन्ने हो र त्यस्तो रमाइलो चाहिँ पछि गर्ने हो रमाइलो त। उमेरमा चाहिँ हल्का कमाएर चाहिँ पैसा सेभ गरेर चाहिँ अनि पछि चाहिँ यस्तो
चिल पारामा हिँड्ने हो कि साथीहरू यस्तो चिल पारामा कुरै छोडिदिउँ है यति चिल पारामा हिँड्ने हो नेपाल गएर होइन यहाँ छोडेर गएपछि त चिल पारामा जाने हो यार के साह्रो ढिलो मेरो त 13 मिनट छ त ओ माई गड 13 मिनट वेट गर्नुपर्ने भयो साथीहरू यस्तो झ्याउ लाग् झन् साह्रो छिटो आएको माकुरी जहिले छिटो आएकोदेखि चाहिँ यस्तै हुन्छ यस्तो लोदर 13 मिनट गर्नुपर्ने छ यार 13 मिनट भनेको त थोरै होइन त यार यस्तो पनि हुन्छ र यस्तो झ्याउ लाग्ने छ्यात जाँठो गाली गर्नु मन लाग्यो यार 13 मिनट कुर्नु पर्दा त गाह्रो हुन्छ नि होइन साथीहरू 13 मिनट पछि चाहिँ मेरो ट्राम आउँछ साथीहरू अनि आज चाहिँ हेर्नु न यस्तै हावा चल्ला छ यहाँ रुखहरू छ होइन यस्तै हावा चल्ला छ हावा चलेको हेर्नु यस्तो हावा चल्लाको छ अब के गर्नु आजको दिन त एकदमै रमाइलो थियो रमाइलो एकदमै वेदर चाहिँ एकदमै राम्रो थियो कि भने जस्तै वेदर थियो होइन साथीहरू यस्तो राम्रो वेदर कि पुरै छोडिदिउँ यस्तो वेदर त हुन्न कि कहिले घाम बढी लाग्ने कहिले चिसो बढी हुने त्यस्तै हुन्छ आज चाहिँ गर्मी पनि छैन जाडो पनि छैन ठिक्क छ कि यस्तो राम्रो छ कि अनि यहाँको मान्छे भए के भन्छ नि त्यो लास्टै जान्छ क्या साथीहरू मलाई चाहिँ त्यो मनै पर्दैन के मलाई चाहिँ मनै पर्दैन त्यही भएर हो कस्तो गनाएको यार ओ माई गड मेरो त नाकमा त त्यो भेग पस्यो भने यति खतम हुन्छ कि यति मलाई त उल्टी नै आउनु लाग्छ तपाईँलाई कस्तो हुन्छ कमेन्ट गर्नु होला साथीहरू मलाई त मनै पर्दैन क्या त्यो रक्सी हल्का खान्थेँ पहिला आजभोलि रक्सी पनि जिरै भइरहेछ अनि मेरो के भन्दाखेरि चुरोट त मैले पहिला नै खान्दिनँ चुरोट खैनी गाँजा साजा त मैले पहिला नै खान्दिनँ साथीहरू त्यही भएर खाएको पनि छैन खानु पनि नपरोस् जिन्दगीमा होइन खानु पनि नपरोस् भन्ने हो अनि आज त मैले चस्मा लगाइदिएँ साथीहरू चस्मा अनि मेरो चाहिँ हल्का हात पोल्दै थियो अस्ति त्यही भएर कि यहाँनिर छस्स पार्दै थियो त्यही भएर चाहिँ म काममा नगएको हो म बिरामी छु भनेर भनेको मायाकुरी आइज भन्नु थाल्यो हात चस्स पारेर त्यसले पोलिदिएको थियो मायाकुरी पोलेको फेरि काटेकोमा पो यताउता गरेर होइन छिटै निको हुन्छ औषधि सौषधि यो पोलेकोमा त निकै हुनु मान्दैन क्या साथीहरू अनि मलाई फेरि एकदमै धेरै पोल्छ खै किन एकदमै धेरै अब बिजीमा होइन हतार गर्दाखेरि लत्ते पोलिहाल्यो कि जस्तै त्यही भएर हो अनि अब पोल्दै गर्छ होइन अलिअलि अब पोल्दा पोलिहाल्छ नि काम गर्ने मान्छेको होइन र साथीहरू के को ग्रुप रहेछ यार यस्तो धेरै आज त यार हुन्छ साथीहरू म अब परै पुगेपछि तपाईँहरूलाई भेट्छु भनेको वहाँ पुगेपछि पनि अलिकति ढिलै हुन्छ आज मलाई थाहा भइसक्यो 10-20 मिनट ढिलै हुन्छ मायाकुरी काममा जानुलाई ढिलै हुन्छ यस्तो लोदर छ छ्या यहाँ स्पिडै कुद्दो रहेछ यार ट्रेन त यार यहाँको ट्रेन पनि स्पिडै कुद्दो रहेछ ट्राम चाहिँ लास्टै 16 हिँड्ने क्या साथीहरू लास्टै 16 अति 16 हिँड्छ कि यहाँको ट्राम चाहिँ साथीहरू झ्यावै लागेर आउँछ मलाई यहाँको ट्रामदेखि हिँडे बिस्तारै खाने नपाएको सियाल जस्तो हिँड्छ त्यही हो साथीहरू अब राख्छु म भरे हजुरहरूलाई भेट्छु साथीहरू फाइनली म चाहिँ ट्रामबाट पनि झरिसकेँ अलिकति लेटै भइसक्यो होइन 15-20 मिनट लेटै भइसक्यो अनि यहीँबाट ट्राम आउने ढिलो भइरहेको थियो अनि यहाँ चाहिँ यस्तो लागेर चाहिँ हेर्नु न साथीहरू यस्तो लागेर रहेछ मेला लागेको रहेछ अनि यहाँ चाहिँ मेला लागेको छ आज चाहिँ भर्खर डेकोरेसन गर्दै रहेछ कहिलेदेखि लाग्ने हो थाहा भएन बार बारेर पुरा डेकोरेसन गरेर आएको छ अब मेला लाग्छ यहाँ चाहिँ रमाइलो हुने रहेछ कहिले हो थाहा छैन फेरि आई डोन्ट नो तर पनि यो मेला चाहिँ लाग्छ रमाइलो छ आज त एकदमै भिडभाड रहेछ साथीहरू यहाँ त एकदमै भिडभाड हाम्रो पसल त एकदमै धेरै चल्दैछ मलाई थाहा भइसक्यो किनकि आजको वेदर पनि त्यस्तै छ वेदर पनि त्यस्तै छ अनि सबै कुरो त्यस्तै छ क्या आजको त होइन त्यही भएर एकदमै धेरै चलेको छ मलाई थाहा भइसक्यो अब गएर धम हान्नुपर्ने हुन्छ के गर्नु गाह्रो छ
कति राम्री यार फेरि राम्री भन्यो भने घरमा बुढी छिन् मार्छिन् के गर्नु गाह्रो छ आँखा लाउनु भएको छैन साथीहरू आँखा घुमाउनु भएको छैन के गर्नु होइन कति राम्री राम्री छिन् यहाँ घरमा बुढी छिन् फेरि बुढीले फेरि आँखा साँखा निकालिदिन्छन् फेरि गाह्रो छ राम्री भन्नु नि पाउँदैन होइन र साथीहरू ओ माई गड यस्तो भिड छ अनि भिड पुरै भिड छ मलाई त गलाइ नै दियो त यार सलासो आएको त यस्तो स्पिडमा आएको त गलाइ नै दियो साथीहरू ठिकै छ अब हाम्रो पसल त बिजी होला गाह्रो छ के गर्नु होइन फत्तै निकालिदिनु छ साथीहरू निकाल्नु नि यस्तो के निकालेको होइन फत्तै ननिकाल्नु होइन यस्तो देखायो भने त गाह्रो हुन्छ नि हल्लो गाइज म चाहिँ हतार गरेर निस्केँ किन भन्दाखेरि ट्राम छुट्नेलाई भइसक्यो नि त ट्राम छुट्यो भने फेरि 15 मिनट जति कुर्नुपर्छ त्यही भएर हतार गरेर चाहिँ म जाँदैछु अनि ट्राम चाहिँ भेट्छु होला आया कस्तो सास बढेको क्या साथीहरू हल्का कुद्दै आएको है सास बढेर यस्तो भएको छ कि अनि आज चाहिँ शनिबार हो नि त अनि पुरै रक्सी खाएर मान्छेहरू चिलमा छ आज चाहिँ चिलमा छ एकदमै चिलमा छ अब पुरै चिल पारामा हिँड्दा चाहिँ होइन यस्तो हुन्छ हेर्नु साथीहरू होइन आएको छैन केही छैन अनि यसरी हिँडिरहेको हुन्छ म चाहिँ टक्कसँगले होइन हिँड्दैछु अब जान्छु अब पुग्नेलाई भइसक्यो होइन मेरो ट्राम पनि आउँछ अनि टक्कसँगले जानुपर्छ घर होइन साथीहरू आज त हतारमै भयो मेरो दिन चाहिँ हतारमै भयो कि साथीहरू त्यही भएर यस्तो भइरहेछ हेर्नु यस्तो भागदौड भइरहेछ कि ओ माई गड कस्तो गऱ्यो क्या कति मिनट छ फकिन गयो यस्तो रनिङमा आएको है 32 मिनट छ यार साथीहरू के भन्नु हो मेरो ट्रेनमा आउनु चाहिँ 32 मिनट ओ माई गड डुबायो आज यार 32 मिनट छ फेरि उबरमा जाउँ भने होइन अलिकति महँगै छ अब उबरमा नजाउँ साथीहरू 32 मिनट छ 32 मिनट अब कुर्नै पर्ने भयो यार झन्सार हतार स्या हुँदै आएको है झन्सार 32 मिनट रहेछ थ्यात ओ माई गड यहाँको ट्रान्सपोर्टेसन त आलु छ साथीहरू आलु अति आलु छ क्या जाँठो छ्या जाउलाउने यार अनि लास्ट गर्मी भयो साथीहरू गर्मी नि अति गर्मी भयो कि दौडिदिएको होइन साथीहरू कुरो पनि अति कुरो पर्ने भयो क्या लास्टै कुरो पर्ने भयो होइन कुरिरहेको छु होइन अब यहाँको यस्तो छ इन्भाइरोमेन्ट हेर्नु साथीहरू होइन भित्र डान्स हान्नु आएको छ अलिअलि देखेको छ होइन हल्का डान्स हान्नु छ त्यस्तो डान्स हान्ने छैन हल्का डान्स हान्नु छ त्यहाँ चाहिँ के भन्नु आफ्नो डान्स हान्नु दिने छैन गाह्रो छ त साथीहरू काम भने डान्स हान्नु दिने छैन अब नेपालमा गएर हान्नुपर्छ बारमा होइन यताउता गएर नेपालमा गएर हान्नुपर्ने हुन्छ टक्कसँगले अनि गर्मी पनि के साह्रो गर्मी है ओ माई गड यस्तो हुन्छ क्या केटीहरू के साह्रो यार यस्तो हुन्छ कि साथीहरू यस्तो तिख्रा देखाउँदै हिँडिरहेको छ होइन हो तिख्रा देखाउने देखाएको छ मायाकुरीहरूले देखाउने बेला के देखाउँछ होइन किन देखाएको तिख्रा अचम्म लाग्छ यार पुरै तिख्रा देखाएर हिँड्दा छ तिख्रा देखाउने उमेरमा तिख्रा देखाउनु पऱ्यो नि हेर्नु साथीहरू तिख्रा अब भोलिपछि के देखाउँछ नि हेर्न र हुन्छ साथीहरू म चाहिँ अहिले तपाईँलाई भेट्छु किन भन्दाखेरि एकदमै गर्मी भइरहेछ म चाहिँ थकामा छु अहिले ल साथीहरू म चाहिँ होइन उता अर्कोतिर जाने ट्रेन चाहिँ बिचसम्म आउँथ्यो म जाने बिचसम्म त्यहीँसम्म आयो टक्कसँगले आएर चाहिँ होइन बिचमा आएर चाहिँ झरेर बसिरहेको छु किन भन्दाखेरि यति उहाँ चाहिँ एकदमै भिड थियो एकदमै धेरै मान्छे थियो त्यही भएर झ्याउ लाग्यो त्यही भएर यहाँ आएर बसेको अनि यहाँ चाहिँ शीतल पनि छ होइन
अनि म चाहिँ यहीँ आएर भुइँमै बस्दैछु छु टक्कसँगले भुइँमै बस्दैछु छु होइन दिनभरि काम गरेको खुट्टा है दुखिरहेको छ है त्यही भएर चाहिँ अनि म यहीँ बस्दैको टक्कसँगले टक्कै बस्दै साथीहरू ठिकै छ अब केही छैन होइन यो मान्छे धेरै भएर गर्मी भयो कि एकदमै गर्मी भयो केही छैन अब शीतल हुन्छ यहाँ बाहिर बसेछु एकछिन होइन अनि अब गएर चाहिँ सुत्नु पर्ने साथीहरू के हेर्नु भोलि 10 बजे एउटा काम छ बिहानै गाह्रो छ 12 बजे लागिसक्यो अनि के भएको के यस्तो म आउने ट्राम चाहिँ यति ढिलो हुन्छ कि जहिले मतिर जाने ट्राम चाहिँ ढिलै छ कि यस्तो ठाउँ त्यस्तो हो कि यहाँको ट्रान्सपोर्टेसन त्यस्तो हो कि आलु जस्तो छ क्या साथीहरू त्यही भएर हो केही छैन अनि अब एकदमै खुट्टा दुखेछ साथीहरू खुट्टा त अति दुखेछ दुख्नु नि अति नै दुखेछ बिजी पनि त्यस्तै बिजी भयो आज है बिजी पनि अति बिजी भयो त्यही माथि एउटा हामीसँग काम गर्ने बार्कोसँग फाइट परेर घर हिँड्यो त्यहाँबाट त काम त एकजना हिँडेपछि है डमाडोलै भयो काम त यार कस्टमर त्यति धेरै थियो खै किन हो त्यसकै हो क्या सेम कन्ट्रीको हो फाइट पऱ्यो अनि गइदियो तिनीहरू फाइट परेर गयो अब किन हो थाहा भएन फाइट पर्नेहरू पर्दै गर्छ होइन साथीहरू अब के गर्नु फाइट पर्नेहरू पर्दै गर्छ अब हामी चाहिँ बिस्तारै जानुपर्छ अनि मेरो झोलामा चाहिँ यहाँ कोक छ साथीहरू म चाहिँ कम्पनीबाट कोक लिएर आएको छु एउटा कोक लिएर आएको छु सानो क्यानको टक्कसँगले अब यो बसेर खाने हो मैले फ्रिजमा यति धेरै कोक हालिरहेको थिएँ कि साथीहरू एउटा क्यारेटै हालिरहेको थिएँ कसले चाहिँ लगेछ कि आउने बेला 2-3 बेला चिसो कोक लिएर आउनु पऱ्यो भनेको त म्याकुरी त छँदै छैन कि कसले लग्यो भोलि पक्न म सोध्छु म्याकुरी कसले लगेछ त्यो कोक अचम्म लाग्यो कि